नमस्ते एन्ड लस अफ फेफुल्ला शुभ प्रभात यहाँहरू सबैजनालाई स्वागत छ मेरो ब्लगमा। अलिकति कस्तो कस्तो आर्टिफिसियल जस्तो भयो मेरो ब्लग स्टार्ट गर्ने तरिका। हाई एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल, दिस मी एल्सा तामाङ। एन्ड आज चाहिँ म ब्लग स्टार्ट गरिरहेको छु मर्निङको टाइममा। कस्तो मुख पनि भएको छैन गाइस। यो चाहिँ मेरो मैले पोतोको दबाई लगाएको। मेरो यहाँ थुप्रो पोतो छ है, यता पनि छ, यता पनि छ, यता पनि छ। एन्ड आई डोन्ट नो केले जान्छ पोतो राम्रोसँग भन्ने कुरा चाहिँ मैले फेरि बिर्सिँदो रहेछ। लाउँदाखेरि चाहिँ राम्रो हुने, नलाउँदाखेरि चाहिँ फेरि नराम्रो हुँदो रहेछ कि यो आइहाल्दो रहेछ। सो यसको लागि चाहिँ मेबी स्किन केयरमा बढी ध्यान दिनुपर्छ होला। बट म जस्तो अल्छीले कहाँबाट स्किन केयरमा ध्यान दिन्छ होइन गाइस। यसले त भाँडा धुने काम पनि सिद्धियो, लुगा धुने काम पनि सिद्धियो, लुगा नि धोएर सुकाइदिइसकेँ। आजको मौसम यस्तो छ, अब पोचा लाउन मात्रै बाँकी। ओहो, यहाँ कति हावा चल्छ नि। मेरो त धोको लुगा भुइँमा झरेर सत्यानाश भएछ। थुक्क, अब फेरि पखाल्नु पर्यो। कसो दुईवटा मात्रै झरेर रहेछ गाइस, हेत्तेरिका। आहा, आजको दिन त कति राम्रो। मेरो चाहिँ लुगा च्याप्ने कुरा ल्याएको छैन। सो मेरो त पुरै लुगा भुइँमा झरेछ नि त। हाम्रो आन्टीले चाहिँ रक्सी पार्नु भएछ यसरी। कति पानी फाल्नुहुन्छ नि यहाँतिर? 6-7 पानी। सो गाइज, आज त म त एकदम अल्छी भएँ। आज त म दिनभरि सुतेँ गाइज। दिनभरि हुनाले 2-3 घन्टा त म नर्मल सुतेँ। अन्त भर्खर बेड मिलाउँदैछु, लुगाहरू उठाएँ। अनि त्यसपछि मलाई बिहान हजुरआमा आउनुभएको थियो कि, अनि मलाई साग लिन आइदै भनेर भन्नुभएको थियो। सो म चाहिँ अब साग लिन जानु लाग्यो गाइज। घाम डुबिसकेको अवस्था हो कि के हो कुन्नी, घाम डुबिसकेको हो कि के हो। अघि म आउँदा पनि घाम थिएन, डाँडा माथि थियो, अब डुबेको जस्तो छ है। अब चाहिँ म जानु लाग्यो उता। सो गाइज, म चाहिँ आइसकेँ हजुरआमाको घरमा। अस्ति त कति झार थियो, आज त यस्तो सफा गर्नुभएछ। उता पर छ है मेरो घर त, उता त्यो रुखभन्दा उता पर। ल, उहाँले थुप्रो सफा गर्नुभएछ। एक्लै मान्छेले कति रुपियाँ। आज त तपाईँले त प्रशस्तै सफा गर्नुभएछ है। हजुर, सबै झाडु खानुभएछ। अब भ्याएन, भात पकाएर खानुपर्छ। मकै खानुभयो? हजुर, कुट्यो बहिनीलाई। मकै खन्या हो कि के गरे हो? मकै छोरी चाहिँ अस्ति त कति झार थियो, आज तपाईँले सबै गर्नुभएछ। सिब्ली भेन्डी रोप्नु भनेर त्यस्तो हुँदै भएन। ए, तपाईँको नि बुङ्गुर छ? हो, खाल्टे यहाँ छ। ए, छैन रहेछ। छैन सुँगुर पाल्नै। ए, नसके पोर्दिन्छ त्यसै बसे। बिरामी भयो भने सक्दैन नि, बिरामी भयो भने सक्दैन। बिमारी भएर म ढलेको नि। ए, त्यता खनी सिब्ले भेन्डी रोपी झारै अस्ति उम्रेर जम्मै मऱ्यो। चल्ला ल्याउनु भएछ है? त्यो 2 खोर टन्ना थियो नि। 2 खोरमा त्यतापट्टि ठुलो ठुलो यत्रो 7वटा, यतापट्टि 13वटा यत्रो भाग। ए, आफू ढलिहाले। अब असार न्याउरीले खायो अरे, केही पनि थिएन। यो असार साउनमा ठुलो हुन्छ है। 13वटा थियो, यत्रो भएको थियो। ए, त्यहाँ चाहिँ 7वटा 3 किलो 4 किलो। ए, अब सरी सागबारी थोरै भयो हुन्छ आमा, मलाई त यति भयो हुन्छ, यति जरक्क भइहाल्यो। कति सफा गरेर बसेको बजे आमा त, एक्लो मान्छे। अस्ति नै आएको थिएँ म चाहिँ, यस्तो सरसफाइ गरेर बस्नु भएको रहेछ।
यत्रो धेरै सरसफाइ गर्नुभएछ आज त आमा यतातिर पनि पुरै गर्नुभएछ पुरै गर्नुभएछ के को रुख रोप्नु भएको के रहेछ यो सुन्तला हो कि कागती कागती गीत लाएर अँ नाचेर फोटो खिचेर ल्याए हाम्रो हो देवरको छोरी ए कुनै मास्टर हो कि आर्मी हस्पिटलको अँ नाच्नु भयो तपाईँ नि काठमाडौँ नाच्नु भयो नाच्यो नाचेर के गीत लगाएको गरेर सबै खिचेर ल्याए ए अस्ति आएको थियो कि उसको टाइम मरेको हजुर भाइ अनि चप्पलहरू त्यसरी मिलाएर बुहारी हिँको हो तामाङजी हो नि ए डीको रीको छोरा छ एउटा ए तलदी ए डी भन्नुभयो डी होइन एकाल महिलाको कार्ड बनाइदिन आएको कि ए होइन मेरो छोरी ए देखाले लगाइदिए के छ रायो अँ केही छैन है त केही छैन रोपेकै छैन म अस्ति भर्खर आएको त्यो खा अनि म फर्सी साग ल्याइदियो है हुन्छ गोठाला गएर आउनुभयो ए दिनभरि गोठाला है हजुर त ए ला लट्ठी भाँचियो त नि दाउरा भयो अब आज त आएन होला क्रिसहरू त ए म हजुरको सम्झिनीकोमा गएर आएको अँ यहाँ साग लिन बोलाउनु भएको थियो अनि साग लिएर आएको अलिकति रायोको साग हजुर धर्मनी मिल्यो हुन्छ हुन्छ गफ त गरे होइन अब गर्ने भेट्यो भेट्न चाहिँ भेट्यो फेसबुकमा भेट्यो हजुर आज आउनुहुन्छ हुन्छ साउन्डमा आउने रे भन्दै हुनुहुन्थ्यो अँ सो गाइस ए म चाहिँ फर्केको अब साग लिएर गाउँघरमा त बुढाबुढी मात्रै रहेछ घर कुरेर बसेको उहाँहरू त जेठानी देउरानी रे दुईजना मात्रै सबैजना बाहिर कोही बाहिर कोही काठमाडौँतिर काठमाडौँ बस्दो रहेछ यहाँतिरको मान्छेहरू चाहिँ प्रायः है अनि मेरो छिमेकी पनि अङ्कल र आन्टी मात्रै हो उहाँहरू पनि छोराछोरी कोही बाहिर कोही काठमाडौँ हुनुहुँदो रहेछ जस यो गाउँमा त्यही भएर स्टुडेन्ट पनि नभएको रहेछ धेरै अनि त्यसपछि टिचर पनि टिचर गाउँले पनि धेरै हुनुहुन्न प्रायः नै बस्नु नै हुन्न रहेछ त्यही भएर कम कम भएको रहेछ घाँस काट्दै हुनुहुन्छ आन्टी घाँस काट्नुभयो म यहीँ उतै बजे आमाको घर गएर त्यो हजुरआमाको घरमा गएर आएको बिहान आउनु भएको थियो नि त साग लिन आउनु भन्नुभएको थियो त्यही भएर लिन गएको रायो होला एक्लै हो हजुर सो गाइज मलाई घर आइपुगेँ अब सो गाइज मैले साग केलाएर भ्याइसकेँ अब चाहिँ म साग धुन्छु अनि खाना बनाउन सुरु गर्छु म चाहिँ आज मैले चाहिँ खाजा खाएको छैन सुतेको भएर अब म चाहिँ डाइरेक्ट खाना खाने रायोको सागसँग आलु पनि मिसाउँछु यसमै हल्का ग्रेभी बनाउँछु अनि खान्छु गाइजहरू मलाई कति क्रेभिङ्स भइरहेको थियो सागको कति भयो त्यो साग खानु नपाएर ठिक्क भयो आज अब म चाहिँ एक कुकर खाना बनाएर खानुपर्छ जस्तो छ आज एकदम भोक लागिरहेको छ गाइजहरू
सो कस्तो बन्छ हजुरहरूलाई पनि देखाउने छु नि त गाइजहरू फेरि तपाईँलाई नदेखाइ खाएको भन्नु होला है ओके अब चाहिँ म यसलाई धुन जान्छु सो गाइज मेरो खाना रेडी भइसक्यो अब म खाँदैछु खाना एन्ड लुक एट वाट इज विथ मी यहाँ हेर्नु होला 2टा हरियो खुर्सानी भ्याउँछु होला मैले यो ओके अब चाहिँ खाना खान्छ है त गाइज सो गाइज आजको ब्लग यतिकैमा राख्न चाहन्छु यदि तपाईँलाई मेरो भिडियो मन पऱ्यो भने लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु बाई गुड नाइट बाई एभ्रिवान